हेलो गाइस, आज जाने होइन एक्जाम सकेर चाहिँ पशुपतितिर जाँदैछौँ। सो देख्न सकिन्छ किन रिसाइस के त नरिसा न। हेलो 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 गाइसहरु, पशुपति आएर यसरी रिसाउनु हुँदैन गाइसहरु। हेर्नुहोस् देख्न सकिन्छ यस्तो पुरै उयोवाला। यता चाहिँ बाटोहरू छ होइन, टक्क लागेर एक्जाम सकिनुको खुसी नै अर्को छ कि गाइजहरूमा। प्रिया भनिदिनुहोस् त आजको एक्जाम कस्तो गयो? आजको एक्जाम बवाल, इजी क्वेसन। मलाई नरिसाउनु न दिदी, नरिसाउनु नि दिदी। आज झन् एक्जाम सकेको बेला हो, तपाईँ हाँस्नुहोस् न। म हाँसिरहेको छु, तर यिनीहरूको ग्याङ बनाएर जान्न खोज्छ कि जुन राइट छु भने राइट छु क्या। यसले उठ्नु भयो भने राइट उठ्छु क्या। जहिले राइट हुनुहुन्छ है। यता चाहिँ ग्याङहरू छैन। एकपल्ट ट्राई गर न, त्यो राम्रो हो। त्यहाँ आउनुभन्दा अगाडि हेर न, यता चाहिँ झगडा परिरहेको छ हल्का गाइस। हाम्रो कस्तो राम्रो देखेको न पछाडिको भ्यूहरू चाहिँ। एक्जाम कस्तो भयो? एक्जाम भनेको पेपर हो कि एउटा लिखिने आउने भयो। राम्रो भयो। अनि कस्तो भयो? राम्रो भयो, राम्रो भयो। के कुन सब्जेक्ट रे? साइकियाट्रिस्ट बिगारेर अनि तैँले नर्सिङ कस्तो बिगारेको छ? कन्सेप्ट कसरी बिग्रियो भन? 15 मार्क्सको बिगारेको छ के? हो वाउ, म मात्र होइन सबले हो नि। हाम्रो होल क्लासले बिगारेको 15 मार्क्स हो कि नै? मान्छेहरूलाई साँचो बोलेपछि अलि धेरै नै चित्त दुख्दो रहेछ कि। इक्जाम्पलमा अञ्जना म्याडमलाई अहिले दुख्यो चित्त। अब उसलाई लागिरहेछ कि मैले अफवाह फैलाएको छु, यो त्यो गर्छु। ओ साँच्चै भनेको यस्तै। टु साइडको कम्युनिकेसन राख्यो न न। अब तेरो केही छ भन् ल। यो उडाउँ न। यता नजाने निर्णय गऱ्यौँ र यता जाने निर्णय गरेर भित्र जाँदैछौँ जुत्ता खोल्नलाई। सबै जुत्ता ओली ओली छ। पुरो देख्यो त यार खुट्टा त। खोइ तिमीहरूको देखाउ त। मेरो नहेर प्रियाको कस्तो डल्लो रहेछ। मेरो खुट्टा एकत्र कुन खुट्टा यो रहेछ। यसको त पुरै यो कति लामो रहेछ त। जेनेटिक्स हो। अहिले जेनेटिक्स हो कि मेरो हजुरआमा पनि यस्तै छ। तेरो देखा त। भित्र दर्शन गरेर टीका सिका लगाएर आएको छौँ। अब हामी सबैजना चाहिँ जाँदैछौँ। यहाँ अञ्जनाको पैसा पहिला यस्तो नबुझेर यस्तो 5,000को घडी हरायो। भर्खर किनेको थियो, पुरानो भएको एउटा त्यही छैन, केही पाइन्छ भने केही गुमाइन्छ के। गुमाइन्छ भने केही पाइन्छ कि। पोजिटिभ कुरा चाहिँ हुन पर्यो क्या होइन। अब पशुपतिनाथको अब दरबारमै आछौँ, केही त राम्रो होला भन्ने आश छ नि त। त्यही भएन त्यस्तो भन्नु हुँदैन कि पाउँछ। पोजिटिभ हुन पर्यो। के हरायो भन्ने थाहा छ? ब्रोकर छ। हो यहाँ चाहिँ फोटो खिच्न पर्यो अरे। लु टक्क लगाएर चाहिँ साझा यातायात पुरिरहेको छन् गाइस।